नमस्कार, अन्नपूर्ण स्पोर्ट्स रङ्गशालामा यहाँहरूलाई स्वागत छ। आज हामीसँग भलिबल प्रशिक्षक उत्सव खड्का हुनुहुन्छ। स्वागत छ सर तपाईँलाई। थ्याङ्क यू सो मच। कतिको फरक हुँदो रहेछ नेपाली खेलाडी र विदेशी खेलाडीले खेल्ने खेल? धेरै नै फरक हुन्छ। अब किनभने फरेन प्लेयरहरू वेल ट्रेन हुन्छ अनि कुन अवस्थामा के गर्ने अनि गेम कहाँनिर चाहिँ बिग्रिरहेछ भन्ने कुरो फरेन प्लेयर थाहा हुन्छ। त्यो हिसाबले गर्दा फरक नै भेट्छु। जस्तै टेक्निकल कुरामा पनि अब सर्भिस कता हान्ने, रिसिभ कसरी गर्ने, अनि सेटरले अब कुन अवस्थामा कता खेलाउने होइन, त्यो फरेन प्लेयरलाई थाहा हुन्छ। नेपाली प्लेयर पनि स्ट्रङै छ, तर थोरै टेक्निकल र ट्याक्टिकलमा अलिक कमजोर जस्तो देख्छ। नभए फिजिकली वाइज त त्यस्तो धेरै डिफ्रेन्स हामीले भेट्दैनौँ। कोही कोही चाहिँ अलिकति अग्लै हुन्छ, नभए चाहिँ नर्मल फरेन प्लेयर र नेपाली प्लेयर उस्तै उस्तै हो। तपाईँले मैले अघि पनि भने जस्तो टिपटप हेल्प नेपालसँग चाहिँ तपाईँ कसरी जोडिनु भयो, कसरी चाहिँ यो टिम यहाँसम्म आइपुग्यो, अलिकति भनिदिनु न। मैले चाहिँ अब यो कुरा गर्दाखेरि चाहिँ मैले विगतको केही कुराहरू जोड्नुपर्ने हुन्छ। जस्तै म 2075 नेपाली 2075मा चाहिँ इन्डियाबाट चाहिँ भलिबल कोर्स चाहिँ सर्टिफिकेट गरेर आएको थिएँ। डिप्लोमा इन स्पोर्ट्स कोचिङ भन्छ त्यसलाई चाहिँ। त्यो चाहिँ 1 वर्षकै हुन्छ। त्यो सकेर आइसके पछाडि 2000 लगभग 77तिर चाहिँ म हेल्प नेपाल स्पोर्ट्स क्लबमा जोइन भएँ। अब यसमा पनि हाम्रो गण्डकी प्रदेशको मेरो साथी हुनुहुन्छ राजन दर्लाई मगर, उहाँले चाहिँ मेरो रिकमेन्ड गर्नुभएको थियो। त्यो बेला उहाँ पनि हेल्प नेपालबाट खेल्नुहुन्थ्यो। अनि त्यहाँबाट मेरो जर्नी सुरु भएको। अनि लगभग फर्स्टको 2टा गेम चाहिँ हामी हार्यौँ, फाइनल चाहिँ गयौँ, तर सेकेन्ड भयौँ। पछि थर्ड टाइममा चाहिँ हामीले प्लेयरको पोजिसनहरू चेन्ज गर्दाखेरि अनि हामी सफल हुन पुग्यौँ। तपाईँ आफैले चाहिँ भलिबल खेल्नुभयो कि खेल्नु भएन? धेरैको क्वेरिज। मैले पहिला चाहिँ हाम्रो यो मध्यमाञ्चल विकास क्षेत्रको चाहिँ एज ए क्याप्टेन भएर नि खेलेँ। अनि पछि बागमतीमा चाहिँ नामाकरण पछि हुँदाखेरि चाहिँ त्यसपछि 2चोटि खेल्यो नेसनल गेम। लगभग 4-5 इयर्स चाहिँ बागमती अनि मध्यमाञ्चलको चाहिँ क्याप्टेनै भएर म एज अ सेटर खेल्थेँ। त्यसरी चाहिँ आफूलाई एज अ प्लेयर पनि खेलिसकेँ। अब तपाईँले भनिहाल्नुभयो खेलाडी हुँदाखेरि सेटरको भूमिकामा खेल्थ्यो। सेटरले त खेलाडी कसरी रोटेट गर्ने राम्ररी जानेको हुन्छ नि त होइन। अनि त्यही चिजलाई चाहिँ प्रशिक्षणमा आउँदाखेरि कतिको काम लाग्दो रहेछ खेलेको चिज चाहिँ कोचिङ कोर्स गरिराख्दाखेरि? अब वर्ल्डमा हेर्दाखेरि अब जो सेटर चाहिँ कोच भन्छ त्यो चाहिँ अलिकति बढी सफल भएको जस्तो देखिन्छ। किनभने अब की प्लेयर नै सेटर हो होइन। अब सेटरले हरेक कुरा मिलाउनु पर्ने हुन्छ, रिसिभदेखि लिएर रिसिभमा कसरी कसले कता लिने के गर्ने होइन। की प्लेयर सेटर भएको भएर अब एज अ कोच हुँदै गर्दाखेरि धेरै सजिलो हुँदो रहेछ। किनभने अब सबै एट्याकरको चाहिँ अब साइकोलोजी पनि बुझिने होइन, अब लिबरोको पनि सबै बुझिने, अब एज अ सेटरको नि बुझ्ने। त्यो चाहिँ अब की प्लेयर भएको भएर अब त्यो सजिलो हुँदो रहेछ पछि कोच हुँदाखेरि चाहिँ। सो तपाईँले करियरको 6 वर्ष भनौँ न, पछिल्ला 5-6 वर्ष यता एक्टिभली कोचिङ गरिराख्नु भएको छ। नेपालमा चाहिँ आफ्नो करियरलाई कसरी जस्टिफाई गर्न सक्नुहुन्छ अथवा डिफाइन कसरी गर्नुहुन्छ? अनि अब भलिबलमा आउँदै गर्दाखेरि मैले चाहिँ अब भलिबल फाइनेन्सियली भन्दा पनि अब आफ्नो प्यासनको रूपमा आएको हो। विगतको दिनमा अब मेरो बुवा पनि अब राष्ट्रिय रेफ्री हो, मेरो अङ्कल पनि राष्ट्रिय रेफ्री। हाम्रो फ्यामिली ब्याकग्राउन्ड नै भलिबलमा भएको भएर म चाहिँ भलिबलतिर नै लागेँ। अनि एज अ प्लेयरमा मेरो आइडल दाई हुनुहुन्छ पहिला, जो चाहिँ नेपाल पुलिसको कोच पनि भइसक्नुभयो। यतिखेर सरोज श्रेष्ठ दाईलाई सम्झिन चाहन्छु। सानैमा चाहिँ उहाँको गेमबाट प्रभावित भएर पनि भलिबलतिर लागेँ। मलाई उहाँको गेम चाहिँ म्याजिकली लाग्थ्यो मलाई चाहिँ। हजुर, करियर वाइज अहिले जति पनि कोचहरू आइराख्नु भएको छ होइन, धेरै त अब नेपालमा त वर्चस्व भनेको विभागीय टिम केही हुन्छ, 3वटा विभागीय टिम। त्यसपछि सिभिलमा हेल्प नेपाल, टिप, अब न्यू डायमन्ड क्लब छ। यिनीहरू भनेको अलिकति सुन्निने नाम, अहिले एभरेस्ट पनि आइरहेको छ। सिभिल कोचहरूलाई चाहिँ कतिको गाह्रो हुन्छ अथवा सजिलो, गाह्रो साह्रो सजिलो के कस्तो छ सर? अब यसो सिभिल कोचमा चाहिँ कस्तो भने अब एज अ कोच भइसकेपछि म्यानेजमेन्ट कमिटीमा नि आफै हुनुपर्ने एउटा चाहिँ देखिरहेको छु मैले चाहिँ। विभागीयमा चाहिँ कस्तो भने एज अ कोच अनि म्यानेजमेन्ट कमिटी छुट्टिएको हुन्छ होइन। त्यो भएर अब विभागीय कोचलाई चाहिँ सजिलो छ जस्तो लाग्छ मलाई चाहिँ। अब म अहिले कोच एज अ कोच काम गरिरहेकै छु होइन। अब म्यानेजमेन्ट कमिटीमै मै भयो भने चाहिँ अब दुवैतिर ब्यालेन्स भएर चाहिँ अलिकति सजिलो हुन्छ कि जस्तो लाग्छ। नभए चाहिँ अब त्यहाँ सिभिलमा चाहिँ अलिकति त्यो कुराको चाहिँ ल्याक हुन्छ जस्तो लाग्छ मलाई।
तपाईँ आफ्नै करियरको कुरा गर्नु न, कतिको गाह्रो साह्रो सजिलो कस्तो छ? गाह्रो त गाह्रै छ अब स्टार्टिङ फेसै जस्तो लाग्छ मलाई अहिले। अब भोलिको दिनमा अलिकति त्यो कुरामा विचार गरेर अब सहकारी गर्दै जाँदाखेरि सजिलो हुन्छ भन्ने आश गरेको छु मैले। यस्तो सबै कुरा प्यासन पनि कतै गएर इकोनोमिकल्ली डिपेन्ड हुनुपर्छ भन्छन् होइन? नेपालमा अहिले जति पनि खेलाडीहरू हुनुहुन्छ, जति पनि कोचेसहरू हुनुहुन्छ, उहाँहरूले भन्ने एउटै कुरा हो कि हामीलाई इकोनोमिकल्ली सर्भाइभ गर्न गाह्रो भयो, द्याट्स वाइ हामी पलायन भयौँ भन्ने खालको कुराहरू सुन्छौँ हामी। त्यो कुरा चाहिँ तपाईँको फेजमा कतिको लागु हुन्छ? कतिको इकोनोमिकल्ली सर्भाइभ गर्न कतिको गाह्रो हुन्छ? अब यस्तो छ, अब एज अ प्लेयर र एज अ कोचको कुरा गर्ने हो भने अब प्लेयरलाई भन्दा अझ कोचलाई गाह्रो छ। किनभने अब प्लेयर त अब ओभरअल 12 मन्थ्सै गेम खेल्न हिँडिरहेको हुन्छ होइन। कोचले चाहिँ अब जस्तो 12 मन्थ्सै त गेममा चाहिँ इन्भल्भ हुँदैन, कोही ट्रेनिङको पार्ट एउटा होला। तर प्लेयर त अब ट्रेनिङ पनि गरिरहन्छ, गेम पनि खेलिरहन्छ। फाइनेन्सियली प्लेयरलाई राम्रै देख्छु म नेपालमा अहिलेको कन्डिसनमा। तर भोलिको दिनमा चाहिँ के छ भन्ने कुरा मात्रै हो प्लेयरलाई। अनि अब एज अ कोचलाई अब इकोनोमिकली गाह्रो त गाह्रै छ होइन। अब यो गेमलाई जति हाम्रो नेपालमा चाहिँ दर्शकको क्रेज छ, त्यो क्रेजलाई चाहिँ अब राम्रोसँग ग्र्याब गरेर अब स्पोर्ट्सलाई नै एज अ बिजनेस जस्तो बनायो भने चाहिँ भोलिको दिनमा राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। सो बिजनेसकै कुरा गर्दाखेरि 2-3वटा फ्रेन्चाइज हुने गरिरहेको छ, स्पेसली महिलाको भइरहेको छ होइन? जुन EWBL हुन्छ, एभरेस्ट भलिबल लिग, त्यसले चाहिँ कतिको सहज हुन्छ? त्यस्ता लिगहरू चाहिँ हुनुपर्छ जस्तो लाग्छ कि लाग्दैन? त्यस्तो लिग त अलि धेरै नै हुनुपर्छ जस्तो लाग्छ, किनभने अब फाइनेन्सियली पनि राम्रो होइन, अनि फरेन प्लेयर पनि भित्रिरहन्छ। त्यो गर्दाखेरि अब एउटा टेक्निकल ट्याक्टिकल सबै कुराहरू एक्सचेन्ज पनि गर्न पाउँछ प्लेयरले पनि, एज अ कोचले पनि प्लेयरबाट धेरै कुराहरू सिक्न पाउँछ। अनि अब एउटा मात्रै होइन कि अब बोइज गर्ल्सको लगभग वर्षमा 3-4 भयो भने धेरै राम्रो त्यो चाहिँ। अलिकति तपाईँलाई मैले फ्रेन्चाइजतिरै जोडेँ, जसरी विदेशी खेलाडीहरू आउनुहुन्छ होइन, स्पेसली पाकिस्तानी खेलाडीहरूको वर्चस्व नेपालमा एकदमै धेरै छ। त्यो उहाँहरू आउँदाखेरि चाहिँ टिपटपमा त्यो हेल्प नेपालमा विशेषतः कतिको फरक पार्छ त्यो टिमलाई चाहिँ? धेरै नै फरक हुन्छ। लगभग अब उनीहरू आउनु बित्तिकै एउटा त टिमको मोरल हाई हुन्छ है। अनि उनीहरूको जस्तै हामीले चाहिँ मगाउँदाखेरि चाहिँ 2टा आउटसाइड हिटर मगाउँछौँ अनि सेटर मगाउँछौँ। त्यो हुने बित्तिकै हामीलाई रिसिभमा टेन्सन हुँदैन। जुन टिमको रिसिभ राम्रो छ त्यो टिमले लगभग गेम राम्रै खेल्छ, संसारको खत्रै टिमलाई पनि उसले च्यालेन्ज दिन सक्छ। अनि पाकिस्तान प्लेयरमा चाहिँ त्यो छ। अनि अर्को चाहिँ अब कुन टाइममा के गर्ने भन्ने कुरा उहाँलाई राम्रोसँग थाहा। जस्तै अब NBA हामीले पोखरामा खेल्यौँ, 2 सेट हामी लस भयौँ, पछि 3 सेट कमब्याक गर्दै गर्दाखेरि अब त्यो बेला पनि अब एकदम वर्स्ट सिचुएसन आइसकेको थियो, तर हामीले उसलाई त्यो गेममा चाहिँ ओभरकम गरेर जित्न सक्यौँ। कोचले बनाएको सधैँ ट्याक्टिकल चिजहरू हुन्छ होइन, त्यसलाई चाहिँ इम्प्लिमेन्ट गर्ने खेलाडीले नै हो। त्यो कहिलेकाहीँ इम्प्लिमेन्ट हुँदैन नि होइन, त्यति बेला चाहिँ कतिको आफूलाई चाहिँ कसरी आफू सम्हालिँदै खेलाडीलाई पनि सम्हाल्नुपर्ने सिचुएसन हुन्छ कोचलाई, त्यो चाहिँ कतिको गाह्रो हुन्छ? जस्तै अब इम्प्लिमेन्ट गर्नु त्यस्तो गाह्रो त हुँदैन होइन। अब जस्तै प्लेयरले चाहिँ अब गेम हारिरहँदाखेरि बल्ल कोचलाई चाहिँ एकदम सम्झिन्छ क्या। जितिरहँदाखेरि अब जितिरहेछ अभियसली होइन, त्यो खासै फरक पर्दैन। तर हार्दै गएपछि जो प्लेयर पनि, संसारको जुन प्लेयर पनि अब कसैले मलाई हेल्प गरिदियोस् भन्ने खालको फिल हुन्छ। अनि त्यो अनुसार त्यो अवस्थामा अब आफ्नो चाहिँ प्लानिङहरू भन्दा अब विक पोइन्ट यो छ, स्ट्रङ पोइन्ट यो छ भनेर भनिरहँदाखेरि उहाँहरूले मजाले चाहिँ आफ्नो कोचको कुरा सुनेर त्यो इम्प्लिमेन्ट गर्नुहुन्छ। मेन्टली सो तपाईँले भनिहाल्नुभयो हारिरहँदाको सिचुएसनमा चाहिँ खेलाडीले कोचलाई कसैले गाइड गरिदियोस् भन्दा फेरि कोचलाई सम्झिन्छ भन्नुभयो नि त होइन। त्यो हुँदाखेरि चाहिँ मेन्टली पनि आफू एकदमै स्ट्रङ भएर त्यहाँनिर उभिनुपर्ने हुन्छ होइन। त्यो चिज खेलाडीलाई कन्भे गर्न कतिको सजिलो हुन्छ? आफैलाई पनि कतै न कतै डाउट हुन्छ कि हुँदैन? कस्तो सिचुएसन हुन्छ त्यो विन एन्ड लुज एउटा एकदम टफ टिमसँग खेलिराख्दाखेरि चाहिँ? जस्तै एउटा त प्लेयरलाई भन्दाखेरि लजिकल्ली कुराहरू भनिन्छ होइन, त्यतिकै अब हावादारी कुरा गर्ने त प्लेयरले पनि बिलिभ गर्दैन। अनि लजिकल्ली अब जस्तै गेम हार्दै गर्दा यो कारणले गेम हामी हारिरहेछौँ, यति यसलाई कभर गऱ्यो भने गेम जित्छ भन्ने खालको कुरा गरेपछि उनीहरू पनि त्यो कुरामा सेटिस्फाई हुन्छ अनि उहाँहरूले त्यो कुरा चाहिँ इम्प्लिमेन्ट गर्नुहुन्छ। विदेशी खेलाडीहरू जति आउनुहुन्छ, पाकिस्तानी खेलाडी, तपाईँले देख्नुभएको बेस्ट प्लेयर चाहिँ को हो जस्तो लाग्छ?
अब बेस्ट प्लेयर अब आफ्नो ठाउँमा चाहिँ छ पोजिसन वाइज पनि आफ्नो स्किल अनुसार पनि होइन यही नै बेस्ट भने चाहिँ म भन्न सक्दिनँ अब मुबासा राजाको कुरा गऱ्यो भने रिसिभ डिफेन्स एकदम राम्रो फकर ओटुको कुरा गऱ्यो भने अब रिच एकदम माथि भित्र बाहिरबाट स्पाई गर्न सक्ने मान्छे उस्मानको कुरा गऱ्यो भने उस्मानको चाहिँ फेरि पाइप एट्याक एकदम सुपर यिनीहरूमा अब बेस्ट आउटसाइडर पाएको अनि त्यसपछि कासिफ सेटर छ होइन अब वालिद अस्ति आएको सेटर उहाँ पनि आफ्नै राम्रै हुनुहुन्छ होइन अब अदनान छ अलिकति पाकिस्तानको अरूभन्दा थोरै जिनियर तर एकदम मेहनती अब इमल खानको चाहिँ अब स्पाइक त अब कुरै नगर्नु सबैलाई थाहा छ होइन त्यो यही नै बेस्ट भनेर चाहिँ म भन्न सक्दिनँ त्यो कुरा मजर पनि अब फर्स्टमा आउँदाखेरि त तहल्कै मचाएर गयो नेपालमा होइन जस आफ्नो स्किल छ सबैमा सबै खेलाडीहरू आउनुहुन्छ होइन अनि विदेशी खेलाडीहरू विशेषतः उहाँहरूको नेपालमा पनि ठुलो फ्यान फलोइङ छ उहाँहरूले कमाएको त्यो रिस्पेक्ट देख्दाखेरि चाहिँ नेपालमा भलिबलको क्रेजलाई चाहिँ कसरी डिफाइन गर्नुहुन्छ नेपालको अब दर्शकहरू चाहिँ कस्तो भने भलिबललाई मनमै राखेर चाहिँ हिँडिरहनु भएको छ क्या अब आफ्नो टिमले हार्दा एकदम दुःखी हुने आफ्नो टिमले जित्दा एकदम खुसी हुने अब अझ पर्सनल बेस्ट फ्यानहरू छ तेरेको अनि त्यो प्लेयर जहाँ गयो त्यही टिमलाई सपोर्ट गर्ने जस भलिबललाई र आफ्नो प्लेयरलाई चाहिँ मनमा लिएर हिँड्नु भएको छ त्यो देखेर खुसी लाग्छ मलाई तपाईँसँग एकदमै सोध्नु मन लागेको कुरा ब्याक टु ब्याक विनिङ हुन्छ नि च्याम्पियन हुने फर्मुला चाहिँ के हो अब एउटा कुरा त अब म्यानेजमेन्ट कमिटीलाई जान्छ यो मेन चाहिँ फर्मुला भनौँ न त्यस पछाडि हामीले पोजिसन वाइज चाहिँ कुन प्लेयर कहाँनिर सुइटेबल छ भन्ने हिसाबले चाहिँ हामी त्यो सेट गर्छौँ अनि अब गडले पनि हामीलाई हेल्प गरिरहनु भएको छ क्रुसियल पोइन्टमा पनि हामीलाई जस्तै गेम जिताइरहनु भएको छ अनि जस्तै अस्ति हाम्रो नयाँ प्लेयर अब जस्तै सन्तोष राई उहाँको नाम लिनै पर्छ किनभने एनबिएमा डेब्यु गर्नुभयो त्यस पछाडि काबा क्लब च्याम्पियनसिप खेल्न जानुभयो त्यहाँ पनि बेस्ट लिभर पाउनुभयो मन लाग्छ इतिहासमा पहिलोचोटि होला पर बाहिर गएर चाहिँ बेस्ट लिभर पाएको अनि नयाँ ट्यालेन्टलाई चाहिँ हामीले अपर्च्युनिटी दिन्छौँ उहाँको स्किल हेरेर अनि त्यही स्किल अनुसार चाहिँ टिम सेट पनि हुन्छ जस्तै मिडल ब्लकरमा अब मनिष मानन्दर ल्याएछौँ चिरन ल्यायौँ होइन अलिक अगाडि अर्कै थियो अहिले पछि अर्कै भयो जस्तै अहिले अस्ति अपोजिटमा चाहिँ जीवन सुनार उहाँले उत्कृष्ट गेम खेल्नुभयो अनि गण्डकी प्रदेशकै हो उहाँ चाहिँ तर हामीले चाहिँ उहाँलाई ग्र्याब गरेर चाहिँ एउटा प्लेटफर्म दियो उहाँले राम्रो खेल्नुभयो जस नयाँ स्किललाई चाहिँ ठाउँ दिँदाखेरि प्लेयरहरूले आफ्नो राम्रो पर्फर्मेन्स गरेर चाहिँ हेल्प नेपालले चाहिँ जिताइरहनु भएको छ सो हेल्प नेपाल जति ग्राउन्डमा देखिन्छ होइन अरू बेला चाहिँ हेल्प नेपालको ट्रेनिङ हुन्छ कि हुँदैन हेल्प नेपालको ट्रेनिङ चाहिँ अब जस्तै गेम आउनुभन्दा अगाडि केही समय हुन्छ है अब कति प्लेयर चाहिँ अब मैसँग खेला प्लेयर जस्तै हाम्रो अहिले मैले सम्झिने चाहिँ मनोज श्रेष्ठ उहाँ चाहिँ अहिले बितेर गइसक्नुभयो अब उहाँ जवाहरलालमा केही समय ट्रेनिङ गरेर अनि हेल्प नेपालबाट डेब्यु गरेर जस नेपालमा राम्रो खेलाडीको रूपमा चाहिँ चिनाउनु भएको थियो अब जस टिमैको चाहिँ ट्रेनिङ हुँदैन बेला बेला समटाइम इन्डिभिजुअली ट्रेनिङ चाहिँ हुन्छ जोस प्रतियोगिता अगाडि मात्रै तपाईँहरू एकजुट भएर अनि ट्रेनिङ स्टार्ट गर्नुहुन्छ तपाईँ आफैले चाहिँ अघि जाउला खेलको नाम लिइहाल्नु भयो होइन त्यो रेगुलर कोचिङ त्यहाँ गरिराख्नु भएको छ कि के हो सर त्यहाँ रेगुलर कोचिङ हुन्छ हजुर अब त्यहाँ रेगुलर कोचिङ हुन्छ अब केही खेलाडीहरू उत्पादन पनि भएको छ जस अब 2-3 वर्ष अगाडि गरेको प्लेयरहरू अहिले चाहिँ मैदानमा देखिँदैछ किनभने त्यो त टाइम लाग्छ त्यहाँ लगभग टिमकै ट्रेनिङ भन्दा पनि इन्डिभिजुअल जस्तो ट्रेनिङ हुन्छ जस्तै अस्ति रुकुमकै टिमबाट खेल्नु भएको थियो हाम्रो पुष्कर तामी मिडल ब्लकर उहाँ पनि देखिरहनु भएको थियो जस्तै रुकुमबाट खेलेको ब्याकबाट खेल्ने डायमन्ड हाम्रो जवाहरबाट निक्लिया प्लेयर हो सुरेश मल्ल जो चाहिँ नेपालको प्रतिनिधि गर्नुभयो अस्ति अन्डर 20मा त्यही जवाहरको प्रडक्ट जस त्यहाँ निस्किनु छ कहिलेकाहीँ टिमै नलिने कोही कोही चाहिँ निस्किरहेको छ इन्डिभिजुअल रूपमा योपालि त एनबिएमा पनि जाउला खेल भलिबल ट्रेनिङ सेन्टर आएको थियो नि आफैले त्यो त्यहीँ नाम जोडिएको हिसाबले त्यहाँ जोडिन्छु जस्तो लाग्यो भनेको एउटा इमोसनल एट्याचमेन्ट थियो कि अब होइन हेल्प नेपालसँग नै काम गर्छु भन्ने एउटा थियो सर त्यो त मेरो अब जवाला हेल्प भलिबल ट्रेनिङ सेन्टर मेरो दोस्रो घर हो हजुर अब त्यहाँ मेरो अब बुवा अङ्कल होइन अब हजुरबादेखि र बहिनी
सबैको ठाउँ हो, दोस्रो घर हो, इमोसनल एट्याचमेन्ट त भइ नै हाल्छ। अब अहिले जवाहरलालको प्लेयर पनि अब डिफ्रेन्ट टिममा छरेको छ, त्यही हिसाबले गर्दाखेरि अब जवाहरलालको अहिले त्यस्तो राम्रो टिम चाहिँ छैन। हजुर, त्यो उनीहरूले अरू टिमसँग खेल्दा, तपाईँको टिमसँग होइन अरू टिमसँग खेल्दाखेरि चाहिँ उनीहरूले जित्दै हुन्थ्यो जस्तो फिल चाहिँ हुन्थ्यो कि हुँदैन? त्यो त अभियसली हुन्छ। अब यसपालि एमएसएमले चाहिँ अब लाइभ दिइरहनु भएको थियो, अब मैले चाहिँ अब पेमेन्ट गरेर घरबाटै लाइभ हेरिरहेको थिएँ जवाहरलालको गेम हुँदाखेरि होइन। अब जितो सस्तो त अभियसली भइहाल्छ नि, आफ्नै चेलाहरू हो, आफ्नै क्लबमा माया लाग्छ। तपाईँले क्लबमा राम्रो गरिराख्नु भएको छ होइन, कहिलेकाहीँ अब अहिलेसम्म सायद नेसनल टिम हेर्छु अथवा हेर्दिनँ त्यो खालको चाहिँ आउँछ कि आउँदैन सर? एज लेभल अथवा काहीँ पनि मैले अपर्च्युनिटी पाएँ भने चाहिँ म आफूलाई प्रुभ गर्छु भन्ने खालको चाहिँ लाग्छ कि लाग्दैन? त्यो त लागि नै हाल्छ, किनभने मेरो त अब यसमै मैले करियर देखिरहेको छु होइन। अब अस्ति नेपालकै टिममा सिनियर नेसनल टिममा चाहिँ आज अस्ट्रेलियन कोच बोलाउनु भएको थियो नेपाल भलिबल सङ्घले। अब त्यहाँ काम गर्ने मौका पाएँ, काम गरेँ, जस त्यहाँ जानु मन लाग्छ। अस्ति अपर्च्युनिटी दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु नेपाल भलिबल सङ्घलाई। तपाईँले जसरी मेन्समा ब्याक टु ब्याक च्याम्पियन अनि ललितपुर अलिक यतापट्टि आउँदाखेरि पनि डब्लुबिएलमा ललितपुरलाई 2 पटक फाइनल पुर्याउनु भयो होइन, मेन्स र वुमेन्सको गेममा चाहिँ कतिको फरक हुँदो रहेछ? मेन्स र वुमेन्सको गेममा चाहिँ अब कस्तो भने अब इमोसनली मेन्टल्ली अलिकति फरक पाएँ मैले चाहिँ। अब त्यस्तै अब टेक्निकली ट्याक्टिकली मलाई एकदम इजी लाग्यो, तर अब त्यो इमोसनली मेन्टली त्यसमा चाहिँ अलिक फरक छ। कस्ता खालका फरक हुँदो रहेछ? अब त्यो बुझ्नै नसक्ने, अब त्यस्तो धेरै अब हामीले अब जस्तो म त बोइजलाई हेरिरहेको मेन चाहिँ होइन, अब के भइरहेछ भन्ने कुरो थाहा नहुने त्यस्तो खालको, तर गेम चाहिँ के भइरहेछ सबै थाहा हुने होइन। अब उहाँहरूको फिलिङ्स चाहिँ अलिकति बुझ्न नसक्ने जस्तो लाग्यो मलाई वुमेन्ससँग चाहिँ। अब बोइजलाई चाहिँ अब गाली गरेर थर्काए पनि भइहाल्यो होइन। अब गर्ल्सलाई चाहिँ अलिकति अब कसैलाई गाली पनि गर्नुपर्छ, कसैलाई माया पनि गर्नुपर्छ, अलिकति फरक पाएँ मैले त्यसमा चाहिँ। अनि त्यो अनुसार अब मैले अब कसैलाई गाली गर्नुपर्ने छ भने गाली गऱ्यो भने अब गेममा इम्प्लिमेन्ट हुने भयो, कसैलाई फकाएर हुन्छ भने त्यो अनुसार इम्प्लिमेन्ट हुने भयो। अब बोइजलाई चाहिँ अब कराउँदा पनि उनीहरू मजाले खेल्छन् भन्ने कुरा। केटीलाई चाहिँ कराउनु हुँदैन रहेछ? होइन, कराउनु पनि पर्छ, माया पनि गर्नुपर्छ, त्यो सिचुएसन हेरेर गर्नुपर्ने रहेछ। त्यो म सिक्दैछु, किनभने अब गर्ल्सको म धेरै के अरे एज अ कोचको काम गरेको छैन। जवाहरलाल म केटाकै हेर्ने हो, प्रायः म्याक्सिमम् म बोइजकै हेर्छु। त्यो कुराहरू अब स्टडी गर्दैछु म त्यो विषयमा चाहिँ। जस्तो नेपालमा चाहिँ तपाईँले दुबईलाई अहिले त कोचिङ गरिराख्नु भएको छ, तपाईँले हेरिरहेको छु म बुझ्दैछु भन्दै हुनुहुन्छ होइन, त्यो हेर्दाखेरि नेपालमा भलिबल विशेषतः मेन्सको धेरै चर्चित भएको जस्तो लाग्छ कि वुमेन्सको अलिकति बढी छ जस्तो लाग्छ? अनि दुवैको छ। अब जस्तै अब अस्ति नेपालले इन्डियालाई हराउँदाखेरि त्यो बेला त नेपालै भलिबल मय भएको थियो होइन, महिलाले हराउँदाखेरि। अब बोइजको त्यतिकै छ, जताको पनि बोइजको छ होइन, दुइटै लगभग इक्वल जस्तो लाग्छ मलाई चाहिँ। त्यस्तो यसकै बढी छ जस्तो नि लाग्दैन मलाई। क्रेज वाइज भन्नुभयो कि अपर्च्युनिटी वाइज भन्नुभयो? क्रेज वाइज पनि अपर्च्युनिटी वाइज पनि, दुइटैको बराबरी हुन्छ। सो इन्टरनेसनल एरिनामा चाहिँ नेपालले विशेषतः मेन्सको भनौँ अहिले गेमहरू पनि भइरहेको छैन, त्यस्तो अवस्थामा चाहिँ खेलाडी अलिकति फ्रस्ट्रेट भएर खेलाडी पलायनको विषयहरू पनि अहिले धेरै आइरहेको छ नेपाली भलिबलमा, विशेषतः मेन्स वुमेन्स पनि गइराख्नु भएको छ। खेलाडी पलायनको विषयलाई चाहिँ कसरी हेर्नु भएको छ तपाईँले एज अ कोच? अब पलायन हुनु त अब देशलाई नै घाटा हो नि। अनि खेलाडी पलायन भयो भने अब भोलिको दिनमा भलिबल खेल्ने मान्छे भएन भने त भलिबल नै गाह्रो हुन्छ, यो क्रेजै नहोला। अब यसमा चाहिँ अब सरकारले पनि अलिकति विशेष ध्यान दिएर जो विभागमा छ विभागीय खेलाडीहरूलाई कुनै मेडल ल्याउँछ नि प्रमोसन गरिदिने होइन। पहिला चाहिँ अब हाम्रो बुवाहरूको पारा मैले सुनेको अब गभर्मेन्ट जब हुन्थ्यो अरे सबैको, विद्युत प्राधिकरण भयो, आर्मी पुलिस सशस्त्र भयो, खानेपानी संस्था भयो होइन, त्यहाँबाट खेल्ने आफ्नो जब पनि हुने, त्यो सिस्टममा जाँदाखेरि राम्रो थियो। अनि पछि चाहिँ यो सिस्टम हटेर अब अहिले चाहिँ जस्तै अब आफ्नो प्रदेशबाट आउँछ, प्रदेशले चाहिँ अब प्रदेशमा नि सङ्घ छ, सङ्घले केही गर्न सक्दैन, बजेट पनि दिएको हुँदैन सरकारले। अब सरकारले नै अब एउटा चाहिँ
प्लेयरलाई जब दिने, गभर्मेन्ट जब दिने अनि आफ्नो पर्फर्मेन्स अनुसार चाहिँ प्रमोसन गर्ने भयो भने चाहिँ विदेश पलायन हुँदैन कि जस्तो लाग्छ मलाई। भलिबल खेलाडी अहिले जति पनि विभागमा हुनुहुन्छ उहाँहरू पनि पलायन भइराख्नु भएको छ कि तपाईँले भन्नुभयो नि जब हुँदा फेरि पनि गइराख्नु भएको छ। यसको कारण चाहिँ के हो सर? के जस्तो लाग्छ? के हो भन्दा पनि के जस्तो लाग्छ? मलाई चाहिँ के लाग्छ भने एउटा प्रमोसन नभएर जस्तो लाग्छ। अनि अफिसर लेभलको त कोही पनि विदेश जाँदैन नि होइन। प्लेयरलाई नै अफिसर लेभलको चाहिँ एउटा प्रमोसन दियो भने चाहिँ विदेश जानुबाट रोकिन्छ जस्तो लाग्छ मलाई चाहिँ। अब त्यो सिस्टम छैन। अब एउटा पोस्टमा जाहिर खायो भने चाहिँ अलिअलि पोस्ट बढ्छ, त्यसले गर्दाखेरि अब प्लेयरलाई आफ्नो लाइफस्टाइल मेन्टेन गर्न गाह्रो भइरहेको जस्तो लाग्छ। सो अहिले नेपाली भलिबलको कुरा गर्नुपर्दाखेरि हामीले सरकारी तहबाट केही पनि भएको छैन भन्छौँ होइन। एउटा कबडल पनि अस्ति भर्खर अलिकति रिस्ट्रक्ट भयो र त्यहाँनिर एसीहरू जडान गरियो, जुन राखिपको कबडल छ त्यो चाहिँ हरेक पटक टुर्नामेन्ट हुँदा अलिकति ठुलो टुर्नामेन्ट हुँदा भरिन्छ ग्राउन्डमा, त्यहीँ ग्राउन्डमा खेलाडी अथवा दर्शक आएर बस्ने अवस्था हुन्छ। सर, नेपाल सरकारले चाहिँ भलिबलमा जुन किसिमको क्रेज छ त्यो तरिकाको लगानी नपुगेको हो जस्तो लाग्दैन? लगानी त अब नपुगेको हो। लगानी अब भलिबलमा मात्रै होइन अरू गेममा पनि पुगेकै छैन, किन कवडल पनि अलिक कन्जस्टेड छ। अलि नयाँ ठाउँमा गएर चाहिँ अलिकति त्यो ठुलो खालको कवडल बनाइदियो भने धेरै राहत हुन्थ्यो। नेपाल भलिबल सङ्घको नेपाल भलिबल कोडै छैन एउटा। त्यो चाहिँ अब गभर्मेन्टबाटै चाहिँ अब बजेट छुट्याएर चाहिँ स्पेसल्ली बजेट छुट्याएर नेपालको राष्ट्रिय गेम हो भने छुट्याउँदाखेरि चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ मलाई। राष्ट्रिय खेल नाममा मात्रै सीमित हुन पुगेको हो सरकारको तहबाट हेर्दाखेरि? यस्तो छ, स्थानीय तहमा जाँदाखेरि चाहिँ यो राष्ट्रिय खेल जस्तै छ। तर अलिक माथिमा आउँदाखेरि चाहिँ राष्ट्रिय खेलमै सीमित पनि छ। दुइटै छ। तपाईँलाई भनिहाल्नुभयो हामी मोफसलमा जाँदाखेरि चाहिँ भलिबलको क्रेज फरक देख्छौँ भन्नुभयो नि त होइन। काठमाडौँभित्र खेल्दा र काठमाडौँ बाहिर खेल्दाको फरक के हुन्छ? अब काठमाडौँ बाहिर चाहिँ एकदम क्रेज होइन। सब जस्तै अब एज अ भलिबल प्लेयरलाई एज अ सेलिब्रेटीकै रूपमा हेर्छ। कतै गइरहेछ भने अब आएर फोटो खिचिहाल्ने त्यस्तो पनि छ भ्याली बाहिर चाहिँ। अब भ्यालीभित्र चाहिँ त्यस्तो अलिक कमै छ। अब अलिक भ्यालीभित्र चाहिँ मलाई लाग्छ क्रिकेट त भ्यालीभित्र भन्दा नेपालभरि नै छ। त्यसको अब त्यतिकै क्रेज अब काठमाडौँमा नि भयो भने चाहिँ अझै राम्रो हुन चाहिँ। तर भ्याली बाहिर चाहिँ एकदमै छ भलिबल। जस्तो खेलाडीको फ्यान फलोइङ हुन्छन्, सेलिब्रेटी हुन्छन् भन्नुभयो होइन। कोचको चाहिँ तपाईँले कहिले त्यस्तो मोमेन्टहरू फेस गर्नुभएको छ? कोचको नि छ, ठिकै छ। त्यस्तो प्लेयरको जस्तो त होइन। त्यस्तो ठिकै छ, माया गर्नुहुन्छ सबैले। तपाईँ आफैले चाहिँ एकदमै फ्यान मोमेन्ट फिल गर्नुभएको छ एज अ कोच? हजुर। त्यस्तो फिल त गरेको छैन मैले। हजुर। तर कहिलेका अब फ्यानहरू आएर फोटो खिच्नेहरू त्यस्तो चाहिँ हुन्छ। तर त्यो प्लेयरलाई जस्तो चाहिँ डाइहार्ड फ्यान भन्ने खालको चाहिँ फिल भएको छैन अहिलेसम्म। जस्तो ब्याक टु ब्याक च्याम्पियन भइराख्नु भएको छ नि त होइन। त्यो हिसाबले सोद्धाखेरि बाहिर जाँदा तपाईँलाई फ्यान मोमेन्ट भएको छ भनेर सोध्नुको कारण चाहिँ त्यो थियो। जस्तै अस्ति नै हामी मालदिभ्समा जाँदाखेरि चाहिँ त्यो बेला चाहिँ अलिकति त्यस नेपाली दर्शकहरूले सपोर्ट गर्नुभएको थियो। त्यो बेला चाहिँ फिल भएको थियो एकचोटि फ्यान मोमेन्ट फिल चाहिँ फ्यान मोमेन्ट फिल भएको थियो त्यो बेला चाहिँ। अच्छा, तपाईँ त भ्यालीभित्रकै मान्छे होइन। धेरै जसो भलिबल भन्ने बित्तिकै तपाईँले अघि भने जस्तै भ्याली बाहिर चाहिँ धेरै चाहम छ। तपाईँ चाहिँ कसरी आउनुभयो भलिबलमा? बाबाहरूको भनिहाल्नु भएन, एउटा घरमा नै भलिबलमय छ हाम्रो भन्नुभयो। तर त्यो हुँदाहुँदै पनि घरमा जस्तो सबैजना डक्टरै हुन्छन्, सबैजना त्यही पेसामा लाग्छन् भन्ने त हुँदैन। तपाईँले चाहिँ भलिबललाई कसरी अँगाल्नुभयो? जस्तै म 5-6 क्लास हुँदाखेरि चाहिँ उता जलाखेलमा गेम भएको थियो। त्यो बेला गेम हेर्न गएको थिएँ मैले। त्यो बिच भलिबल भएको थियो। बिच भलिबलमा 2A साइड गेम भएको थियो। त्यो बेला चाहिँ अब दर्शक पनि टन्नै हुन्थ्यो त्यो बेला जलाखेलमा। त्यो गेमबाट प्रभावित पनि भइयो। त्यस पछाडि अब घरबाट पनि अब ड्याडीले अब खेल्न जाने हो त भन्ने कुरा गर्दा अब जम्न त भन्दाखेरि अब कन्टिन्यू त्यहीँबाट कन्टिन्यू अनि यहाँसम्म आइपुगेँ खासमा चाहिँ। अब म गएपछि पछि बहिनी पनि क्लबमा आबद्ध भयो। बहिनी चाहिँ अहिले बाहिर हुनुहुन्छ, म चाहिँ यसमै कन्टिन्यू लागेँ।
कहिलेकाहीँ पछाडि फर्केर हेर्दाखेरि खुसी अथवा ओहो मैले यो फिल्ड नछानेको भए हुन्थ्यो कि जस्तो लाग्छ कि म यो जो फिल्डमा आएँ त्यो एकदमै खुसी छु भन्ने फिल हुन्छ? अनि मलाई त्यस्तो फिल हुँदैन। जस्तै मैले जे गरेँ ठिकै गरेँ जस्तो लाग्छ। जस किनभने अब एज अ कोच नभएको भए कसैले पनि चिन्दैन थियो मलाई होइन, एउटा जुन नाम कमाएको छु। अब पैसा कमाउन त अब आफ्नै छुट्टै एउटा काम त केही गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ होइन। अब त्यो पेसा भए चाहिँ म खुसी छु। खेलकुदमा लागेको मान्छेलाई धेरैले भन्नुहुन्छ एउटा अल्टरनेटिभ लिएर आउनुपर्छ भनेर होइन। तपाईँले चाहिँ अहिले तपाईँले पनि भनिहाल्नुभयो पैसा कमाउन चाहिँ अर्कै प्रोफेसन रोज्नुपर्छ, तर खेलकुद चाहिँ मैले जति माया पाएको छु त्यहीबाट खुसी छु भन्नुहुन्छ। अल्टरनेटिभ प्रोफेसन चाहिँ कतिको जरुरी छ? अल्टरनेटिभ प्रोफेसन जरुरी चाहिँ छ, एकदम जरुरी छ त्यसको लागि चाहिँ। अब किनभने अब कुनै चिज अब केही भयो भने नेपाल जस्तै अब अस्ति जेनजी आन्दोलन भयो, भलिबल ठप्प भयो, कोरोना आयो भलिबल ठप्प भयो, अन्त सबै चिज ठप्प हुन्छ। तर अझ विशेष गरी स्पोर्ट्सलाई चाहिँ अलिक बढी नै असर गर्दो रहेछ। त्यो अब आफ्नै एउटा काम केही गऱ्यो भने चाहिँ लङ टर्म सस्टेनेबल हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। अहिले जति पनि नेपालमा गेमहरू भइरहेको छ होइन, नेपाली खेलाडीको स्तर उन्नतिको लागि चाहिँ के कस्तो कामहरू अझै भइदिए हुन्थ्यो जस्तो लाग्छ? अब मेन त अब प्लेयर उत्पादनको लागि चाहिँ अलिकति राम्रो कोच पनि उत्पादन गर्नुपर्छ सरकारले है। अनि इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट गर्नुपऱ्यो, अनि लङ टर्मको प्लानिङ गर्नुपऱ्यो। जस्तै अब खेल्नु जेल छ, अब प्लेयरहरूलाई ठिकै छ, अब खेल पछाडि चाहिँ के छ भन्ने कुरा चाहिँ त्यो सरकारले सोच्नै पर्छ त्यो विषयमा चाहिँ। किनभने खेल पछाडि त अब घरमै बसिरह्यो भने त केही नै हुँदैन होइन। अब विदेश पलायन हुने कारण पनि यही जस्तो लाग्छ मलाई चाहिँ। अघि मैले भने जस्तै अब विभागमा जान्छ भने त्यो अनुसार प्रमोसन दिनु पऱ्यो। अब जस्तै गभर्मेन्टले अब प्लेयरलाई जब दिएर राख्नु पऱ्यो। त्यो चाहिँ उमेर गए पछाडि पनि उहाँहरू चाहिँ सस्टेनेबल हुन्छ नि त। जस्तै पाकिस्तानमा के छ भन्दाखेरि जुन प्लेयर खेल्न आउँछ, खेल्छ, जान्छन्, अनि उहाँहरूको स्यालेरी पनि दिइरहेको हुन्छ गभर्मेन्टले। त्यसपछि आफ्टर गेम पनि अब गेम खेल्न छोडे पछाडि पनि अब उहाँहरूको गभर्मेन्ट जब हुन्छ नि, त्यही भएर उहाँहरूको देशबाट कुनै प्लेयरहरू विदेश पलायन हुने त्यस्तो केही पनि हुँदैन। जस्तै कति प्लेयरहरू मङ्गोलियामा, कति प्लेयर इन्डोनेसियामा, टर्कीमा, अनि पोर्चुगलमा खेल्न गइरहेछ। त्यहाँ खेल्न गइरहेछ, यता पनि जब भइरहेछ, यताबाट पनि स्यालेरी आइरहेछ, उताबाट पनि स्यालेरी आइरहेछ। उताबाट फर्केपछि आफ्नो देशको लागि पनि खेल्छ। अनि आफ्टर रिटायरमेन्ट, आफ्टर गेमको रिटायरमेन्ट पछि जब सेक्युर छँदैछ। त्यस्तो खालको सिस्टम ल्यायो भने चाहिँ केही हुन्छ कि जस्तो लाग्छ मलाई। नेपालमा तपाईँले काम गरेको अब 6-7 वर्षको अनुभवले भन्नुपर्दाखेरि चाहिँ जति पहिला थियो भलिबलको क्रेज अहिले पनि उत्तिकै छ जस्तो लाग्छ कि अलिक बढेको जस्तो लाग्छ? क्रेज त अहिले झन् धेरै बढ्यो हो है। अब मिडियालाई चाहिँ धन्यवाद भन्न चाहन्छु म। अब मिडियाले गर्दाखेरि नै बढेको यो चाहिँ। अनि अब सबैजनाले चाहिँ यो अझै नेपालको राष्ट्रिय खेल भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भइसके पछाडि चाहिँ अझै क्रेज बढ्यो जस्तो लाग्छ। स्थानीय तहको सरकार आयो, अनि पालिका नगरपालिकाहरूको चाहिँ गेम बढी हुन थाल्यो। त्यसमा पनि अब दुईवटा प्लेयर चाहिँ बाहिरबाट ल्याउने, बाहिर पालिकाको ल्याउने भन्दाखेरि चाहिँ अनि क्रेज बढ्दै गयो कि जस्तो लाग्छ मलाई। यस्तो नेपालमा अलिकति राष्ट्रिय खेल भनेर जति महत्त्व दिइएको छ भलिबललाई, खेलाडी भन्दा पनि खेलाडी र दर्शकको तर्फबाट भलिबल सङ्घले अहिले पछिल्लो समय गरिरहेको टुर्नामेन्टहरूमा, अहिले पछिल्लो महिलाको टुर्नामेन्टको कुरा गर्दैछु म, एनबिए भयो र अहिले एउटा केएनपी नेरोल्याकको प्रोग्राम भइरहेको छ, प्रतियोगिता भइरहेको छ। ब्याक टु ब्याक प्रतियोगिता भइरहेदाखेरि चाहिँ खेलाडीलाई कतिको गाह्रो हुन्छ सर? यो धेरै गाह्रो हुन्छ। एउटा त अब कोचलाई नै लोड म्यानेजमेन्ट गर्न गाह्रो हुन्छ, कुन ट्रेनिङ गराउने भन्ने पनि थाहा हुन्न। अब त्यो स्पोर्ट्स साइन्सले पनि दिँदैन। अब रिकभरी नै पुग्दैन। कमसेकम लगभग 1 मन्थ जति ग्याप भयो भने अब रिकभर पनि पुग्थ्यो। अब कोचले पनि अब मेरो टिमको के कमी कमजोरी छ भनेर सुधार्ने मौका पाउँथ्यो। अब अहिले त सुधार्ने मौका पनि पाएको छैन, रेस्ट पनि पाएको छैन होइन। फिजिकली मेन्टली दुइटै लोड हुँदाखेरि प्लेयर इन्जर्डै हुनसक्छ। यस्तो खेल जुनसुकै पनि खेल फिजिकल मात्र होइन, मेन्टल गेम पनि हो भन्छन्। मेन्टली चाहिँ नेपाली खेलाडीहरू कतिको स्ट्रङ छन्? तपाईँले विदेशी खेलाडीसँग नि काम गरेको हिसाबले चाहिँ
उहाँहरूको मेन्टालिटी र नेपाली खेलाडीको मेन्टालिटी कतिको फरक छ? त्यो धेरै फरक छ, किन नेपालको प्राय नेपाली प्लेयरहरू नेपालमै गेम खेलिरहन्छन् होइन। अनि बाहिर जाँदाखेरि अलिक खेल्न सक्दैन, किनभने त्यो फेसै गरे हुन्छ क्या, हुँदैन क्या। अब उहाँहरू बाहिर जाँदाखेरि चाहिँ अलिकति हाई लेभलको प्लेयर हुन्छ, टफ गेम हुन्छ, इन्भाइरोमेन्ट फरक हुन्छ। हामीतिर त कौडल सानो छ, एकदम ठुलो कौडल, अनि त्यो इन्भाइरोमेन्ट डिफ्रेन्ट छ। अनि त्यो यताउता हेर्दा हेर्दा के गर्दा गेम सिधेको थाहै पाउँदैन प्लेयरले। अब किनभने एक्सपिरियन्सको कमीले गर्नु त। अब मेन्टल टफनेस बनाउन पनि एक्सपिरियन्स चाहियो नि त। अब फ्रेन्डसिप म्याचहरू बढी भइरह्यो भने चाहिँ अटोमेटिक स्ट्रङ हुँदै आउँछ। त्यो अनुसार अब मेडिटेसनहरू पनि गर्नुपर्ने हुन्छ। स्पोर्ट्समा मेडिटेसन एकदम अनिवार्य छ, किनभने फोकसै नभइकन त गेम खेल्न सकिँदैन। अन्त मेन्टली फोकस चाहिँ अब मेडिटेसनै गर्नुपर्छ जस्तो लाग्छ मलाई। नेपाली भलिबल खेलाडी जति पनि अहिले पलायन भइराख्नु भएको छ, एकदमै एक्सपिरियन्स खेलाडीहरू पनि अस्ति भर्खर पनि नेपाल पुलिस क्लबका कप्तान हुनुहुन्थ्यो, हिमबहादुरमा बाहिर जानुभयो होइन। त्यो बाहेक पनि जति पनि अनुभवी खेलाडीहरू हुनुहुन्छ नेपाली, तपाईँले भनिहाल्नुभयो अनुभव चाहिन्छ, विदेशी एउटा इन्टरनेसनल एरिनामा उभिनको लागि अनुभव धेरै ठुलो कुरा हो भनिराख्दाखेरि चाहिँ एक्सपिरियन्स खेलाडीहरू पलायन भइराख्दा र नयाँ खेलाडीहरूले त्यसको त्यो वेट चाहिँ कतिको क्यारी गर्न सक्छ जस्तो लाग्छ? अब नयाँ प्लेयर, अब पुरानो प्लेयर विदेशमा त नयाँ प्लेयरले अपर्च्युनिटी त पाउने नै भयो, तर अब टिमलाई त एकदम घाटै नै हुन्छ, देशलाई नै घाटा हुन्छ, किनभने त्यही लेभलको प्लेयर निकाल्न त अब धेरै टाइम लाग्छ होइन। मलाई चाहिँ अब त्यो बाहिर जाने जस्तै इम दाइ जानुभयो होइन, अब उहाँ एज अ कोचै आइरहनु भयो भए अझ देशलाई फाइदा हुन्थ्यो जस्तो लाग्छ, किनभने उहाँको एक्सपिरियन्सले। अनि हिजोको दिनमा अब राम्रै प्लेयर हुनुहुन्थ्यो उहाँ, अझै पनि अलिअलि त खेल्नु नै हुन्छ होइन। उहाँको युटिलाइज अब नेपाल सरकारले नै राम्रोसँग गर्नुभयो भने नेपाल भलिबललाई धेरै फाइदा हुन्थ्यो। तपाईँले भन्नुभयो नि एउटा अनुभव धेरै ठुलो कुरा हो, जुन नेपाली खेलाडी अहिले आएको युवा पुस्ताले चान्स त पायो होइन, तर त्यसलाई इन्टरनेसनल एरिनामा उभिँदाखेरि चाहिँ कतिको त्यो नेपालको वेट भनौँ न उनीहरूले क्यारी गर्न सक्छ जस्तो लाग्यो। मैले अघि त्यही क्वेसन गरेको तपाईँलाई। ओके, नयाँ प्लेयरले अब त्यो वेट क्यारी गर्न तरिका हारिने हुन्छ, किनभने अनुभव पनि हुँदैन, अनि त्यो फाइटिङ स्पिड पनि डेभलप भएकै हुँदैन, अनि कुन अवस्थामा के गर्ने पनि थाहा नै हुँदैन। अब एकैचोटि नयाँ प्लेयर आउँदा चाहिँ एकदम धेरै नै गाह्रो हुन्छ। पछिल्लो समय इन्टरनेसनल गेमहरू पनि भइरहेको छैन, त्यसले गर्दाखेरि पनि खेलाडी पलायन भएका हुन् कि? अनि यो इन्टरनेसनल गेम नभएर चाहिँ खेलाडी पलायन भएको चाहिँ होइन, मेन चाहिँ फाइनेन्सियलले नै गर्दाखेरि नै पलायन भएको जस्तो लाग्छ मलाई। यसको सल्युसन के होला त? अब तपाईँले भनिहाल्नुभयो होइन, विभागका खेलाडीहरूलाई प्रमोसन भन्नुभयो, तर एट द सेम टाइम सिभिल खेलाडी कसरी पलायन रोक्ने त? एउटा कुरा जस्तै मैले अघि पनि सुरुमा नि भने जस्तै विभागीय प्लेयर पनि गइरहेको छ, जो जब भएको होइन, जब भएको प्लेयरलाई रोक्नलाई चाहिँ एउटा प्रमोसन गर्नु पऱ्यो अफिसियल लेभलको। अनि सिभिल प्लेयरलाई पनि गभर्मेन्टले चाहिँ गेम खेल्नुहोस् तपाईँहरू, हामी जब दिन्छौँ, अनि आफ्टर गेम पनि हामी तपाईँलाई चाहिँ जबमै आउनुहोस्, प्रमोसन गर्छौँ हामी, त्यो हिसाबमा गयो भने चाहिँ राम्रो होला। नभए त अब यो किनभने जे गर्छ लास्टमा फाइनेन्सियली नै गर्छ क्या। खेल्छ उमेर हुन्जेलसम्म, अलिकति उमेर भएपछि अब कति खेल्नु केही पनि छैन, अब घर पनि चलाउनै पऱ्यो, अब सबै फाइनेन्सियल स्टेबल त हुँदैन सबैको परिवार। अब जो फाइनेन्सियल स्टेबल हुँदैन उहाँहरू त अब लगभग कलिलै उमेर पनि विदेश गइरहनु भएको छ। अब कति त मिडियामा आएकै छैन होइन, भर्खर राइज भइरहेको प्लेयर पनि बाहिर गइसकेको अवस्था छ। त्यो चाहिँ फाइनेन्सियलले गर्दाखेरि नै हो। अब हामी चाहिँ पोडकास्टको एउटा हुन्छ नि अन्तिम फेजमा छौँ होइन, लास्टतिर छौँ। तपाईँले जाँदा जाँदै नेपाली भलिबलमा गर्न सकिने अपर्च्युनिटी भएको क्षेत्र कहाँ कहाँ देख्नु भएको छ त्यो भनिदिनुहोस् न। अपर्च्युनिटी भएको क्षेत्र हजुर, भनेको जहाँ चाहिँ हामीले लगानी गऱ्यौँ भने चाहिँ नेपालको भलिबल अझै माथि जान सक्छ भन्ने खालको। अब एउटा त अब एज क्याटेगोरी रूपमा चाहिँ लगानी गर्नु पऱ्यो मेन चाहिँ। अब बेसिक भयो भने हामी चाहिँ धेरै माथिसम्म जान सक्छौँ, बेसिक छैन भने केही पनि हुँदैन। मेन नेपालमा अहिले कमी भएकै बेसिक जस्तो लाग्छ मलाई। अनि त्यसको लागि अब कोचमा पनि लगानी गर्नुपर्छ, इन्फ्रास्ट्रक्चरमा लगानी गर्नु पऱ्यो है। अब पहिला अलि अगाडि चाहिँ अब 1 वर्षको कोर्समै पढाउँथ्यो नेपाल सरकारले नै, अब त्यो नेपाल सरकारबाट चाहिँ अहिले त्यो बन्द भएको छ,
त्यो चाहिँ नेपाल सरकारले बाहिर पठाएर होइन क्वालिफाइड कोच बनाएर चाहिँ नेपालमै फर्काएर ल्याउने इन्भाइरोमेन्ट भयो भने चाहिँ प्लेयरहरू एउटा उत्पादन हुनुभयो। त्यसपछि रेगुलर ट्रेनिङ गराउने एउटा एकाडेमी चाहिन्छ, सरकारी नै चाहिन्छ। जस्तै इन्डियाबाट नै हामीले सिक्न सक्छौँ। उनीहरूको जिल्लादेखि लिएर प्रदेश अब देशको चाहिँ एउटा चाहिँ आफ्नै ट्रेनिङ सेन्टर हुन्छ, त्यो चाहिँ गभर्मेन्टको मातहतमा हुन्छ। उहाँले कोचलाई पनि जब दिया हुन्छ, प्लेयरलाई पनि जब दिया हुन्छ, सबै त्यहीँ हुन्छ, खेल्छन्, उत्पादन हुन्छन्। त्यो नीतिमा गयो भने चाहिँ केही हुन्छ जस्तो लाग्छ मलाई। हाम्रो चाहिँ यो पोडकास्टमा एउटा ऱ्यापिड फायर भन्ने सेसन छ होइन, त्यसमा चाहिँ तपाईँले एक्सप्लेन गर्न पाउनुहुन्न, यु हेभ टु आन्सर, चुज गर्ने। हजुर, होइन भन्नुपर्ने हुन्छ, देयर इज नो अप्सन, यु हेभ टु स्किप गर्न पाइँदैन। भलिबल बाहेक मनपर्ने तपाईँको खेल, तपाईँलाई मनपर्ने खेल? फुटबल। फेभरेट प्लेयर? सेकिता। भलिबल बाहेकको खेलाडी भन्नु पऱ्यो भने चाहिँ क्रिस्टियानो रोनाल्डो। ओके। कोच नभएको भए के हुनुहुन्थ्यो? भलिबल कोच नभएको भए? त्यो सोचेको छैन मैले। कहिल्यै सोच्नु नै भएको छैन? फेभरेट हबी भन्छ नि एउटा, एक्सेप्ट एउटा जब अथवा प्रोफेसन, एउटा हबी हुन्छ नि मान्छेको, तपाईँको चाहिँ? घुम्न मनपर्छ। प्रोफेसनल फिल्डमा लागिसकेपछि यो फिल्डमा लागेर देखेको एउटा ड्रिम हुन्छ नि, त्यो चाहिँ के छ? अब देशको लागि चाहिँ अलिकति प्लेयर उत्पादन गरेर दिने सोच छ। नेपालमा मनपर्ने भलिबल खेलाडी एउटा महिला एउटा पुरुष भन्नै पर्ने जस्तै नयाँ पुरानो जुन भने नि पाउनुभयो, तर बेसिकली अहिले नेसनल टिम अथवा तपाईँकै पेरिफेरीमा भएको भन्नुभयो भने चाहिँ बेटर। त्यो चाहिँ बेटर। अब जस्तै मेरो पुरानो प्लेयर चाहिँ अब सरोज श्रेष्ठ चाहिँ, हजुर, जो चाहिँ नेपाल पुलिस क्लबबाट चाहिँ एज अ कोच पनि हुनुभयो, त्यता प्लेयर पनि हुनुहुन्थ्यो पहिला। हजुर। फिमेलमा अहिलेसम्मको प्रतिभा माली। ड्रिम प्रोफेसन? पाइलट। भलिबल इन अ वर्ड? लाइफ। मनपर्ने खाना? दाल भात तरकारी। ओके। अ सुपर पावर यु वान्ट टु ह्याभ? सुपर पावर त्यस्तो छैन। केही भइदियो भने म केही गर्थेँ भन्नेवाला सुपर पावर केही एक दिनको लागि अथवा केही आएको भयो भने केही सोच्नु भएको छैन अहिलेसम्म? लास्टमा चाहिँ भलिबल फ्यान जसले चाहिँ तपाईँलाई कोच भनेर यत्रो सम्मान दिनुहुन्छ होइन, हेल्प नेपालदेखि लिएर ललितपुर क्विन्सको कोच भनेर जति पनि दिनुहुन्छ, अथवा अहिले त नेसनल टिमको पनि असिस्टेन्ट कोच भइसक्नु भएको छ, तपाईँलाई भलिबलको थ्रु चिन्नुहुने फ्यानहरूको लागि एउटा मेसेज दिनुहोस् न। अब त हेल नेपाल स्पोर्ट्स क्लबबाट चाहिँ एज अ कोच भइराख्दाखेरि, ललितपुर क्विन्सको कोच भइराख्दाखेरि जति नै माया गर्नुभएको छ, उहाँहरूलाई धेरै धेरै धन्यवाद। यसरी नै माया गरिदिनु होला। अब भोलि पनि अब म एज अ कोच नै रहिरहने छु तपाईँहरूमा चाहिँ। अब मेरो चाहिँ फेरि विदेश जाने सोच छैन है, अब म यही लाइनमै नै हुन्छु। अब तपाईँहरूको साथ सपोर्टले गर्दाखेरि अझै माथि जान्छु जस्तो लाग्छ मलाई। हिजोको दिन जस्तै अबको आउने दिनमा पनि माया गरिदिनु होला भन्न चाहन्छु। हस्, धन्यवाद सर तपाईँको टाइमको लागि। आज हामीसँग भलिबल प्रशिक्षक उत्सव खड्का हुनुहुन्थ्यो। हामी आजको एपिसोडलाई यहीँ सकाउँछौँ। अर्को एपिसोडमा अर्का एकजना नयाँ एक्साइटिङ गेस्ट लिएर आउनेछौँ। तबसम्मको लागि धन्यवाद।